नमस्ते साथीहरु, म तपाईहरुलाई यस भिडियोमा देखाउने छु कि तपाईहरुले आफ्नो टिकटक भिडियोजमा लाइक कसरी इन्क्रिज गर्न सक्नुहुन्छ। त्यो पनि साथीहरु सिम्पल मेथड फ्रीमा कसरी इन्क्रिज गर्ने, लाइक भयो, फलोवर भयो, भ्युज कसरी इन्क्रिज गर्ने। तपाईहरुको टिकटक भिडियोजमा लाइक भ्युज केही पनि आउँदैन भने यो भिडियो हेरेर तपाईहरुले मजाले इन्क्रिज गर्न सक्नुहुन्छ, लाइक भ्युज फलोवर। यसमा चाहिँ तपाईहरुको कुनै पनि कस्ट लाग्दैन, सबै थोक यसमा फ्री नै हुन्छ। अब सबभन्दा सुरुमा चाहिँ तपाईहरुले के गर्नु पर्यो, पहिला आफ्नो टिकटक अकाउन्टलाई हेर्नु पर्यो प्राइभेट छ कि पब्लिक छ। त्यसको लागि सबभन्दा सुरुमा के गर्नु, आफ्नो टिकटक एप्लिकेसनलाई यसरी ओपन गर्नु होला। यहाँ चाहिँ म ओपन गर्छु। ओपन गरिसकेपछि जस्ट प्रोफाइलमा जानु होला। प्रोफाइलमा गइसकेपछि यहाँ चाहिँ तपाईहरुले भिडियो अपलोड गरिहाल्नु होला। पहिला मैले अलरेडी जस्ट अपलोड गरेछु। अब प्राइभेट चेक गर्नलाई के गर्नु पर्यो भने यहाँ चाहिँ तपाईहरुले 3 लाइनको अप्सन हेर्न सक्नुहुन्छ। यसमा थिच्नु होला। यसमा थिचिसकेपछि अनि त्यसपछि यहाँ सेटिङ एन्ड प्राइभेसी भन्ने अप्सन छ, यसमा थिच्नु होला। यसमा थिचिसकेपछि अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले प्राइभेट भन्ने अकाउन्ट, प्राइभेट अकाउन्ट यसमा थिच्नुस्। यसमा थिचिसकेपछि यो अन छ भने तपाई के गर्नु भने यसले अफ गर्नु। यो अफ छ भने ठिकै छ, यसलाई अफ नै छोडिदिनु, नत्र अन हुन्छ भने यो अकाउन्ट प्राइभेट हो, यो अफ छ भने पब्लिक हो। अब मेरो चाहिँ पब्लिक नै हो, यसलाई म ब्याक गरिहाल्छु। अनि यहाँ हेर्न सक्नुहुन्छ मेरो यो भिडियोमा अहिले 2 लाइक छ अनि यसमा पनि लाइक कति छ अनि फलोवर पनि हेर्न सक्नुहुन्छ कति छ, 0 छ। अब म तपाईहरुले लाइक इन्क्रिज गरेर देखाउनु छु। त्यसको लागि हेर्न सक्नुहुन्छ टिकटकमा अहिले म ब्याक गरिहाल्छु। लाइक इन्क्रिज गर्नलाई तपाईहरुले आफ्नो मोबाइलको कुनै पनि ब्राउजरलाई ओपन गर्नु होला। जस्ट म यहाँ क्रोम ब्राउजरले ओपन गर्छु। ओपन गरिसकेपछि यहाँ चाहिँ तपाईहरुले के गर्नु, यो यसमा चाहिँ सर्च आइकन भन्ने अप्सनमा तपाईहरुले थिच्नु होला। यहाँ चाहिँ के सर्च गर्नु पर्यो भने म तपाईहरुले देखाइदिन्छु। सर्चमा क्लिक गर्नुस् अनि यहाँ चाहिँ तपाईहरुले FREER अनि सर्भिस यहाँ माथि नै आइसकेको छ साथीहरु। यहाँ हेर्न सक्नुहुन्छ फ्रीयर सर्भिस भन्ने, यसमा थिच्नुस्। यसमा थिचिसकेपछि यहाँ चाहिँ तपाईहरुसँग एउटा माथि वेबसाइट आइहाल्छ। यो वेबसाइटलाई तपाईहरुले ओपन गर्नुस्। ओपन गरिसकेपछि यहाँ चाहिँ तपाईहरुले एकछिन चाहिँ वेट गर्नु होला। अनि यहाँ तपाईहरुसँग दुईटा अप्सन आउँछ, एउटा मेम्बरशिप अनि एउटा युज। यहाँ हर्ट्स, फेभरेट्स अनि कमेन्ट हर्ट्स भन्ने अप्सन आउँछ। अनि तपाईहरुले फ्रीमा लाइक इन्क्रिज गर्नलाई यो माथिको चाहिँ युज भन्ने अप्सन छ नि, त्यसमा थिच्नुस्। यसमा थिचिसकेपछि अब यहाँ भन्छ इन्टर युआरएल भनेर। अब युआरएल भनेको चाहिँ के हो म तपाईहरुले देखाइदिन्छु। सबभन्दा सुरुमा तपाईहरुले आफ्नो टिकटकमा आउनु होला। टिकटकमा आइसकेपछि यो भिडियोले तपाईहरुले ओपन गरेर अनि यहाँ चाहिँ तपाईहरुले 3 लाइनमा क्लिक गर्नुहोस्। 3 लाइनमा क्लिक गरिसकेपछि अनि यहाँ चाहिँ कपी लिंक भने छ नि, यही हो तपाईहरुको युआरएल। यसलाई कपी गर्नु। कपी गरिसकेपछि अनि त्यसपछि ठ्याक्कै त्यो वेबसाइटमा आउनु। यो वेबसाइटमा आइसकेपछि यो यहाँ चाहिँ तपाईहरुले लङ प्रेस गरेर राख्नु। जस्ट म यहाँ राखिरहेको छु अनि यहाँ तपाईहरुले पेस्ट गर्नु होला। पेस्टमा क्लिक गरिसकेपछि अनि यहाँ सर्च भन्ने अप्सनमा थिच्नुस्। सर्चमा क्लिक गरिसकेपछि एकछिन चाहिँ यसले लोडिङ लिन्छ अनि यहाँ तपाईहरुलाई देखाइदिन्छ कि तपाईहरुले कति मिनेट भयो भिडियो अपलोड गरेको, तपाईको भिडियोमा कति लाइक छ, कति भ्युज हो, कति कमेन्ट हो, कति शेयर हो, कति फेभरेट हो, यहीबाट तपाईहरुले हेर्न सक्नुहुन्छ। अब लाइक इन्क्रिज गर्नलाई के गर्नु पर्यो भने तपाईहरुले यो 2 लाइक छ नि, यो लाइक भन्ने अप्सनमा एकचोटी तपाईहरुले क्लिक गर्नुहोस्। एकैछिन यहाँ चाहिँ ब्याक भइसकेको छ, म फेरि गरिहाल्छु। यहाँ चाहिँ म युजमा जान्छु अनि टाइम लिमिट वेट युनिट द टाइम इन फर युज। मलाई यसलाई लिमिट लगाइदिएछ। अरु जनाले यसलाई युज गरेको छ कि जस्ट लागिरहेको थियो, तर यहाँ लाइक इन्क्रिज भइसकेको छ। अहिले तपाईले मैले रिफ्रेश गरेको हेर्नुभयो तपाईं हजुरले, यहाँ चाहिँ अहिले 2 लाइक थियो, अहिले 12 लाइक भइसकेको छ। अनि म यसमा भिडियोमा क्लिक गरेर पनि देखाइदिन्छु। अहिले यहाँ 2 लाइक भइसक्यो माइनस। यसलाई म रिफ्रेश गरिहाल्छु। यहाँ चाहिँ यो ग्लिचको कारणले यहाँ देखाएको छैन, तर यहाँ चाहिँ हेर्न सक्नुहुन्छ 12 लाइक आइसकेको छ। अब म तपाईहरुले अर्को वेबसाइट देखाउने छु, कुन वेबसाइटबाट अरु फेरि चाहिँ लाइक फलोवरहरु इन्क्रिज गर्ने। त्यसको लागि तपाईहरुले फेरि ब्राउजरमा आउनु होला अनि यहाँ ठ्याक्कै यहाँ चाहिँ होम आउनु होला अनि फेरि यहाँ चाहिँ तपाईहरुले सर्चमा क्लिक गर्नुहोस्। सर्चमा क्लिक गरिसकेपछि यहाँ लेख्नु ZEFOY यति लेखेपछि अनि सर्च गर्नुहोस्। सर्च गरिसकेपछि अनि यहाँ अफिसियल भन्ने वेबसाइट आइहाल्छ। जसले ओपन गरिहाल्नुहोस्। ओपन गरिसकेपछि यहाँ चाहिँ तपाईहरुले यसबाट के इन्क्रिज गर्न सक्नुहुन्छ भने सुरुमा तपाईहरुले फलोवर अनि हर्ट्स माने लाइक भयो, तपाईको कमेन्ट हर्ट्स अनि यहाँबाट भ्युज भयो।
भ्युज भयो, सेयर भयो, अनि यहाँ फेभरेट भयो। यहाँ तपाईँहरूले लाइभ स्ट्रिममा पनि भ्युवरलाई लान सक्नुहुन्छ। अनि यहाँ चाहिँ रिपोस्ट पनि छ। म तपाईँहरूले लाइक इन्क्रिज गरेर देखाउँछु यसमा। जस्ट यहाँ हर्ट्समा क्लिक गर्नुहोस्, त्यसपछि म भ्युज इन्क्रिज गरेर देखाउने छु। त म यहाँ हर्ट्समा क्लिक गर्छु अनि इन्टर भिडियो युआरएलमा थिच्नुहोस्। अनि यहाँ लङ प्रेस गरेर अनि पेस्ट गर्नुहोस् लिङ्कलाई। यति गरिसकेपछि यहाँ सर्च भन्ने अप्सनमा थिच्नुहोस्। सर्च भइसकेपछि अब यहाँ चाहिँ तपाईँहरूले वेटिङ गर्न लाग्छ। यहाँ हेर्न सक्नुहुन्छ अहिले वेटिङ गर्नुपर्छ 1 मिनट जति। यो टाइमर सकिसकेपछि अनि तपाईँहरूले म देखाउने छु लाइक कसरी इन्क्रिज गर्ने। जस्ट म यसलाई भिडियोले पज गर्छु। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ 2 सेकेन्ड भइसकेको छ। अब यसलाई नेक्स्ट सबमिट रेडी भनेर यसो आइसकेको छ अप्सन। फेरि तपाईँहरूले यहाँ सर्चमा क्लिक गर्नुहोस्। सर्चमा क्लिक गरिसकेपछि तपाईँहरूको भिडियोमा कति लाइक छ यहाँ देखाइदिनेछ। अहिले मेरोमा 13 लाइक छ। म जस्ट यो लाइक भन्ने अप्सनमा थिच्छु अनि टु मेनी रिक्वेस्ट प्लिज स्लो डाउन भनेर। अहिले यो वेबसाइटको सर्भर डाउन भएको छ, त्यही भएर अहिले इन्क्रिज गर्नमा टाइम लागिरहेछ। जस्ट म यहाँ फेरि सर्चमा क्लिक गर्छु अनि फेरि अहिले सर्भर डाउन छ, त्यही भएर यसमा इन्क्रिज भएको छैन। मैले तपाईँहरूले सुरुमा नै देखाइदिन्छु, त्यो वेबसाइटबाट तपाईँहरूले मजाले इन्क्रिज गर्न सक्नुहुन्छ। यही वेबसाइट हो, यसबाट तपाईँहरूले भ्युजहरू सबै थोक इन्क्रिज गर्न सक्नुहुन्छ। यहाँबाट यसबाट तपाईँले 10 मिनटमा अब जति पनि यसले वेबसाइटले लाइक ट्रान्सफर गर्न सक्छ, त्यसमा कुनै लिमिट हुँदैन। अनि तपाईँहरूले यसरी नै लाइक इन्क्रिज गर्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले तपाईँहरूलाई लाइभ प्रुफ नै लाइक इन्क्रिज गरेर देखाइसकेको छु तपाईँहरूलाई। त आजको यस भिडियो तपाईँलाई एकदमै राम्रो लागिरहेछ भने, अलि पनि राम्रो लागिरहेछ भने एक लाइक गरी च्यानललाई सब्सक्राइब गरिदिनु होला। अर्को तपाईँहरूले कुन टपिकमा भिडियो चाहियो मलाई कमेन्ट गरेर भन्न सक्नुहुन्छ। सकेसम्म म त्यो टपिकमा भिडियो बनाउन कोसिस गर्छु। ल त साथीहरू, अहिलेको लागि यति नै। अहिलेको लागि बाई बाई।